सुरु भइगयो डराउनु पर्दैन माया तिमीलाई के भएको छ भन त पैसा छ यसका आमा बुवाले बोलाइ काका काकी मायालाई त गाह्रो भयो जस्तो छ आउनु के भयो मेरो छोरीलाई खाना नखाएको पनि 3 दिन भइसक्यो रातभरि सुत्दिन कसको आँखा लाग्यो होला यसलाई त पक्का त्यो अलक्षिणीको आँखा लागे जस्तो छ कि त हिजो पाखो काट्न गएकी थिए मसन लाग्यो होला झाँक्री नबोलाएसम्म त सुस्कै छैन जाऊ गरेर हामी बोलाएर लिएर आऊ तिमीहरू बस्दै गर म बोले हामीलाई बोलाएर ल्याउँछु है हामी बा छिटाउनु पर्यो मेरो छोरीले पनि गाह्रो भएछ दोस्त जा 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 त कोस जा 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 यो कन्यालाई किन दुःख दिँदैछस् हेर्नुस् न हामी बाजेले अस्तिदेखि यस्तै भएको छ दुधको दुध पानीको पानी छुटाइदिनु पर्यो दोबाट मकालमा जाने मान्छे हिँडेको त हेर जा 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 छिपेको त हेर जा 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 जबसम्म मसो आदिनु पर्दैन हेर जा 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 धारा खाना हेर्ने वा भाइ हेर जा जा गर्नु पर्ला त गोसा बोल्नु गरिदिनु पर्यो जोडीलाई त कालीले त पूर्व दिशातिर लगाएर हेर जा 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 अरू म के भन्नु हेर जा जा त्यसपछि पनि कमाइले पनि हेर जा 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 लुगा नगरी लगाउनु पर्छ हेर जा अरू म के भन्नु हेर जा हामीले मायालाई हेर्दा पनि मायालाई अझै गाह्रो भइरहेको छ र अब अगाडि चाहिँ नाटकमा के हुन्छ सबैजनाले ध्यान दिएर हेर्नु है मलाई केही पनि भएको छैन मलाई डर मात्रै लागेको टाउको दुख्यो रिङ्गटै लाग्यो चुप्लाक हामी बाजेले भनेपछि सब ठिक हुन्छ मायालाई चाहिँ अझै पनि कम भएको छैन मैले हालिसकेछु मायालाई चाहिँ अझै पनि गाह्रो भइरहेको छ हामी चाहिँ शान्त भइसक्नु भएको छ र अब चाहिँ नाटकमा अगाडि के हुन्छ सबैजनाले अझै ध्यान दिएर हेरिदिनु होला है त अनि हाम्रो अब चाहिँ नाटकको अगाडि बढ्दाखेरि चाहिँ हाम्रो दुईजना एकजना तिर्जल भन्ने र एकजना स्वयं सेविकाको यो प्रवेश हुँदैछ सबैजनाले अगाडि के हुन्छ सबैजना ध्यान दिएर हेरिदिनु होला है त धन्यवाद के हुँदैछ यस्तो अत्याचार बिरामीलाई जन दुःख दिने ए केटा त भर्खरको मान्छे के जान्छ यो त देउताको कुरा हो
गई यो देउता होइन, मायालाई चाहिँ मनोसामाजिक समस्या भएको हुन सक्छ। यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ स्वास्थ्य चौकी लैजानुपर्छ। मेरो सतीलाई सुनाउँदै दिने भस्म होला सिमेन हिँड पुजारी भाइ। रमा तिमी बिरामीसँग बसेर सरसल्लाह देऊ, म डाक्टरलाई बोलाउन आउँछु। डाक्टर साहब आउनुहोस् आउनुहोस्। समीक्षा थापालाई चाहिँ आज हाम्रो मनोविज्ञान विभाग उहाँ चाहिँ आउने के भएछ मायालाई? खै के भयो भयो अस्तिदेखि यस्तै गर्छ, हुन्छ कराउँछ, खाना पनि खान्न, रातभरि डोलाएर बस्छ, के भयो भयो? यहाँ अघि बस्दैन हामी तपाईँहरू बाहिरसँगै हिँड्नुहोस् त, तपाईँहरूसँग हाम्रो डाक्टर थापाले चाहिँ उहाँलाई परामर्शको लागि चाहिँ बाहिर मानिसको मस्तिष्कमा रहेको केही रासायनिक तत्त्वहरूको असन्तुलनको कारणले गर्दा यस्तो व्यवहार देखिने गर्छ। आधुनिक विज्ञानमा यसलाई कन्भर्जन डिसअर्डर भन्ने पनि गरिन्छ। कन्भर्जन डिसअर्डर भनेको के हो नि डाक्टर साहब? मैले अघि पनि भनेकी थिएँ र फेरि पनि सुन्नुहोस् है त। कन्भर्जन डिसअर्डर भनेको चाहिँ मानिसको मस्तिष्कमा रहेको केही रासायनिक तत्त्वहरूको असन्तुलनको कारणले गर्दा देखिने व्यवहार हो र यिनीहरू जस्तै कराउने, चिच्चाउने, रुने, कोही त अचानक बेहोस पनि हुन गर्दछन्। यस्तो अवस्था चाहिँ युवादेखि वृद्ध, महिला पुरुष दुवैमा देखा पर्दछ। वृद्ध अवस्थाको भन्दा पनि बढी युवा अवस्थामा चाहिँ देखिने गर्दछ र अनि केटाको तुलनामा भन्दा पनि केटीमा 8देखि 10 कक्षा अध्ययनरत छात्राहरूमा बढी रूपमा देखा पर्दछ। किनभने त्यति बेला केटीहरूमा चाहिँ 10देखि 16 वर्षको बिचको अवधिमा चाहिँ उनीहरूमा महिनावारीको सुरु भएको हुन्छ र महिनावारी हुँदाखेरि चाहिँ उनीहरूमा विभिन्न हर्मोनहरू उत्पादन हुने भएकाले र मानसिक रूपमा असहज हुने भएकाले उनीहरूलाई यस्तो व्यवहार देखिन्छ। त्यति मात्रै होइन, आजभोलि गाउँघर समुदायमा र तिनीहरूलाई कयौँ विद्यालयहरूमा पनि केटीलाई नै बढी दुर्व्यवहार हुने भएकाले यस्तो समस्या देखा पर्दछ। अनि केटीको मन त एकदमै सानो हुने भएकाले उनीहरूले आफ्नो मनको पीडा दुःखहरू अरूलाई सुनाउँदाखेरि चाहिँ उनीहरूले बेइज्जती हुने डरले मनभित्र लुकाउँदै धेरै समयपछि उनीहरूलाई यस्तो व्यवहारमा परिवर्तन हुन्छ। र कतिपयले त भन्ने गर्छन् यस्तो समस्या चाहिँ बिहे गरेपछि समाधान हुन्छ भन्छन्, तर यो गलत धारणा हो। बिहे गरेपछि यस्तो समस्याको तनाव त झन् घट्नुको सट्टा त झन् बढ्दै पो जान्छ नि। अहिले आएर धेरै कुरा बुझेँ। अनि यो स्वास्थ्यकर्मी यो रोग सन्चो हुन्छ त? स्वास्थ्यकर्मीहरू खै अवश्य हुन्छ। सही मायालु सही औषधिको प्रयोग र मायालु वातावरण गरेमा पहिलेको जस्तै माया स्वस्थ हुन्छन् र धामी झाँक्रीले त यस्तो बिरामीको डरलाई झन् बढाउने काम पो गर्दछ नि। अहिले आएर थाहा भयो। तपाईँहरूले चाहिँ मायालाई अलिक कम भएमा तपाईँहरू स्वास्थ्य चौकी लिएर आउनुहोला र मायालाई अहिले परामर्शको खाँचो परेको छ है त।